आज चाहिँ बनाउन जाँदैछु मैले खसीको टाउको। अब सबैजनाको डिमान्ड छ, अब घरमा सबै परिवार हुनुहुन्छ त मैले चाहिँ नि आज खसीको टाउकोको रेसिपी ल्याएको छु। त्यसको लागि चाहिँ नि मैले कुकरलाई गरम गरेर त्यसमा सरसोको तेल एड गरेछु। साथमा दुईटा प्याजलाई काटेर अब हल्का रेड ब्राउन भएपछि चाहिँ नि त्यसमा चाहिँ नि मैले अब मसला एड गरेछु। मसलामा चाहिँ नि लसुन, अदरक, जिरा, धनियाँको पेस्ट हो। यो चाहिँ नि मैले सिलपट्टामै पिसेको, अनि दुईटा जस्तो तेजपत्ता पनि राखेको छु। अब बेसिक सामान राखेपछि चाहिँ नि यसमा अब मैले यो टाउको एड गरेको छु। यसलाई चाहिँ नि मैले मजाले काटेर चाहिँ नि रेडी राखेको थिएँ। अब यसलाई मजाले चलाएर ढाक्दै एकछिन पकाउने। जब यसले पानी सबै सुक्दैन, तेल छोड्दैन, तब तक यसलाई पकाउने। यतिको भएपछि चाहिँ नि अब यसमा चाहिँ नि मैले 3टा जस्तो टमाटर एड गरेको छु। अझै एकछिन यसलाई ढाक्दै पकाउँदै गर्ने। जब यसको टमाटर गल्दै जान्छ तब अब यसमा चाहिँ नि पानी एड गर्ने बेला हुन्छ। पानी चाहिँ नि मैले हमेसा गरम गरेर एड गर्छु। हजुरहरूले पनि गरम गरेर एड गर्नु होला। गरम पानी हालेपछि अलग्गै टेस्ट आउँछ। अब यसमा गरम पानी एड गरेपछि मैले यसमा चाहिँ नि मिट मसाला अनि अलिकति चाहिँ नि गरम मसाला राखेको छु। अब यसलाई 2-3 सिटी मारेर मैले चाहिँ नि यस्तो रेडी गरिसकेको छु। लास्टमा यसमा मैले धनिया र काँचो खुर्सानी एड गरेको छु। लगभग यो रेडी भइसकेको छ, एकदमै प्लेन, अनि मैले चाहिँ ज्यादा मसला पनि राखेको छैन। यसरी हजुरहरूले घरमा बनाउन सक्नुहुन्छ। हुन्छ त गाइस, आजलाई यति। मेरो भिडियो कस्तो लाग्छ मलाई कमेन्ट गर्न नभुल्नु होला।